नमस्कार। यस विस्तृत विश्लेषणमा स्वागत छ। आज हामी नेपाल सरकारको आर्थिक वर्ष 2080-82-83 को नीति तथा कार्यक्रमलाई अलिकति फरक तरिकाले गहिराईमा गएर हेर्दैछौँ। यो हेर्दा सामान्य वार्षिक योजना जस्तो लाग्न सक्छ, तर वास्तवमा यो दिगो विकास, कार्बन तटस्थता र समग्र अर्थतन्त्रको एउटा शिफ्ट या भनौँ ठोस मार्गचित्र हो। विशेष गरी नीतिगत र रणनीतिक तहमा चासो राख्ने नेतृत्व वर्गका लागि यो डकुमेन्टले परम्परागत अर्थतन्त्रलाई कसरी एउटा प्रतिस्पर्धी र आधुनिक युगमा प्रवेश गराउँदैछ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। ल आउनुहोस् सुरु गरौँ। अहिले जुन तपाईँले आधिकारिक प्रतीक देख्दै हुनुहुन्छ, यसले राज्यको आधिकारिक सङ्कल्पलाई जनाउँछ। यो नीतिगत दस्तावेज आफैमा निकै बाक्लो र सघन छ, झण्डै हरेक क्षेत्रलाई छोएको छ। तर एक्जिक्युटिभ लेभलको समयको महत्त्व बुझ्दै आज हामी यसका पाना पाना पल्टाएर बस्ने छैनौँ, बरु मुख्य म्याक्रो इकोनोमिक पिलरहरूमा मात्रै फोकस गर्नेछौँ। सुशासन र तीव्र आर्थिक विकासको जुन सरकारी सङ्कल्प छ नि, त्यसलाई साँच्चीकै कार्यान्वयन तहमा कसरी उतारिँदैछ त? त्यही कुरा आज हामी डिकोड गर्दैछौँ। ठिक छ, अब सिधै विषयवस्तुमा जाउँ है त। आज हामी मुख्यतया यी 5वटा कुराहरूमा केन्द्रित हुनेछौँ: वित्तीय र पूर्वाधार सुधार, कृषिको आधुनिकीकरण, वित्त र लगानी सुधार, सेवाहरूको डिजिटलाइजेसन र कार्बन तटस्थता। यी 5वटा पिलरहरू कसरी एक आपसमा जोडिएर एउटा आधुनिक र इन्भेस्टेबल राष्ट्रको खाका बन्छ, त्यो हामी क्रमशः हेर्नेछौँ। खण्ड 1, वित्तीय र पूर्वाधार सुधार। सुरुवात गरौँ म्याक्रो लेभलको वित्तीय अनुशासनबाटै। सरकारको अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेकै बजेटको डेडवेट अर्थात् अनावश्यक भारलाई चट्टै काट्नु हो। यहाँ देखाइएको यो क्रमलाई एकपटक ध्यान दिएर हेर्नुहोस् त। अब जथाभावी आयोजना सुरु गर्ने अनि वर्षौंसम्म अल्पत्र छोड्ने पुरानो ट्रेन्डको पूर्ण रूपमा अन्त्य हुँदैछ। सबभन्दा पहिला आयोजनाहरूको कडा समीक्षा हुन्छ, त्यसपछि सम्भाव्यता हेरेर प्राथमिकीकरण गरिन्छ, अनि जुन आयोजनाको कुनै अर्थ छैन नि, तिनलाई सिधै खारेज। र बाँकी रहेका आयोजनाहरूलाई आर्थिक वर्ष 2082-83 वा यो संसदको कार्यकालभित्रै सक्ने गरी स्ट्रिक्ट टाइमलाइन तोकिएको छ। यो भनेको अनुत्पादक खर्च रोक्ने एउटा एकदमै बोल्ड स्टेप हो। यो सँगसँगै वित्तीय बजेट व्यवस्थापनमा पनि केही स्ट्रक्चरल चेन्जहरू हुँदैछन्। अनावश्यक संरचनाहरू खारेज गर्ने वा गाभ्ने अनि चालु खर्चलाई एकदमै कडा नियन्त्रणमा राख्ने काम हुँदैछ। यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने सार्वजनिक लगानी अब त्यत्तिकै छरिँदैन। यो सिधै निजी क्षेत्रको पुँजीलाई सपोर्ट गर्ने गरी आउँदैछ र औद्योगिकीकरणलाई बुस्ट गर्न कर प्रणालीमै पुनर्संरचना गरिँदैछ। यसले हाम्रो अर्थतन्त्रलाई साँच्चीकै प्रतिस्पर्धी बनाउनेछ। खण्ड 2, निर्वाहमुखी कृषिको आधुनिकीकरण। अब लागौँ अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण इन्जिनतर्फ, कृषि। यहाँ एउटा निकै ठूलो ट्रान्जिसनको योजना छ। यो तुलनाले अहिलेको अवस्था र अबको बाटोलाई एकदमै छर्लङ्ग पार्छ। एकातिर हाम्रो परम्परागत निर्वाहमुखी कृषि छ, पूर्ण रूपमा आकाशी पानी र शारीरिक श्रममा निर्भर, जहाँ कमर्सियल रिस्क एकदमै हाई छ। अर्कोतिर छ नयाँ प्रतिस्पर्धी आर्थिक नीति। यसले आधुनिक सिँचाइ, एग्रो मेसिनरी र विशिष्टीकृत खेतीलाई जोड दिन्छ। उद्देश्य स्पष्ट छ, अब कृषि भनेको जीवन धान्ने मेलो मात्र होइन, एउटा प्रतिस्पर्धी व्यवसाय बन्नुपर्छ। तर यहाँनिर एउटा गम्भीर रणनीतिक प्रश्न आउँछ नि, होइन र? निर्वाहमुखी अवस्थाबाट एक्कासी कमर्सियल मोडलमा जाँदा साना किसानहरूले त्यो ठूलो रिस्क कसरी धान्लान्? आधुनिक प्रणालीले ल्याउन सक्ने झट्काबाट उनीहरूलाई कसरी बचाइन्छ त? हो, यसैका लागि यी ठोस वित्तीय सुरक्षाहरू ल्याइएका छन्। अब कृषि बीमाको दायरालाई व्यापक बनाइँदैछ। अनि अर्को गजबको कुरा, प्रोजेक्टलाई नै धितो मानेर स्थानीय स्तरमा फाइनेन्सिङ गर्ने व्यवस्था। त्यति मात्र होइन, बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोक्ने र उत्पादन भइसकेपछि बजार सुनिश्चित गर्न अग्रिम खरिद सम्झौता गर्ने नीति छ। यसले के गर्छ भने साना किसानहरूलाई ट्रान्जिसनको बेला पर्ने आर्थिक झट्काबाट जोगाउँछ र उनीहरू ढुक्क भएर खेती गर्न सक्छन्। खण्ड 3, वित्त र लगानी सुधार। अब फोकस चेन्ज गरौँ वित्तीय क्षेत्रतिर। यति ठूलो राष्ट्रिय रूपान्तरणलाई फन्ड गर्न र स्टेबल राख्न वित्तीय संयन्त्रहरू कस्ता हुनुपर्छ त? यहाँनिर यो सम्पत्ति व्यवस्थापन कम्पनी अथवा एसेट म्यानेजमेन्ट कम्पनीको कन्सेप्ट बुझ्न एकदम जरुरी छ। यो एउटा नयाँ प्रस्तावित संस्था हो। यसको मुख्य काम भनेको ब्याङ्क र वित्तीय संस्थाहरूमा थुप्रिएको नन पर्फर्मिङ एसेट र खराब कर्जाको व्यवस्थापन गर्नु हो। यसले ब्यालेन्स सिट क्लिन राख्न मद्दत गर्छ, जसले गर्दा समग्र वित्तीय क्षेत्रमै एउटा कन्फिडेन्स आउँछ र अर्थतन्त्र चलायमान हुन्छ। यसबाहेक डिजिटल इकोनोमीलाई एक्सेलरेट गर्न डिजिटल ब्याङ्किङ फ्रेमवर्क र क्यासलेस ट्रान्ज्याक्सनलाई व्यापक बनाइँदैछ।
अनि अल्टरनेटिभ इन्भेस्टमेन्ट फन्डहरू र स्टक मार्केटलाई थप ट्रान्सपारेन्ट बनाउने कुरा पनि यहाँ जोडिएको छ। यो भनेको आधुनिक ग्रीन इन्भेस्टमेन्टको लागि बाटो खुला गर्नु हो। खण्ड 4 सार्वजनिक सेवाहरूको डिजिटलाइजेसन। अब कुरा गरौँ राज्यको प्रशासनिक संयन्त्रको। सुशासन र डेलिभरीमा यो कुराले सिधै इम्प्याक्ट राख्छ। अब यो फेसलेस एडमिनिस्ट्रेटिभ सर्भिसेसको कन्सेप्ट साँच्चीकै एउटा गेम चेन्जर हुन सक्छ है। सरकारी अफिसमा लाइन बस्ने, फाइल बोकेर कुद्ने अनि बिचौलियाको सामना गर्नुपर्ने जुन बाध्यता छ नि, त्यसलाई हटाएर सर्भिसलाई फुल्ली डिजिटल प्लेटफर्ममा लैजाने प्रणाली हो यो। भौतिक उपस्थिति नै नचाहिएपछि करप्सन स्वतः घट्छ, ट्रान्सपेरेन्सी बढ्छ र पब्लिक ट्रस्ट माथि जान्छ। यो इकोसिस्टम कसरी काम गर्छ यहाँ हेरौँ। पहिलो स्टेप, राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिँदैछ। दोस्रो, त्यो परिचय पत्रलाई मोबाइलको नागरिक एपसँग फुल्ली इन्टिग्रेट गरिन्छ। र तेस्रो, त्यही एउटै डिजिटल गेटवेबाट सरकारी करदेखि लिएर अरू सबै प्रशासनिक सेवाहरू दिइन्छ। भनेपछि यो एउटा यस्तो स्ट्रक्चरल शिफ्ट हो जसले सर्वसाधारणको दैनिकीलाई एकदमै सहज बनाइदिन्छ। खण्ड 5 कार्बन तटस्थताको मार्गचित्र। अब हामी यस विश्लेषणको क्लाइम्याक्समा छौँ। अघि हामीले जति पनि इकोनोमिक र डिजिटल रिफर्मका कुरा गर्यौं नि, ती सबै अन्ततः गएर यो इन्भाइरोन्मेन्टल कमिटमेन्टसँग कसरी जोडिन्छन् अब हेरौँ। यो टाइमलाइन एकदमै महत्त्वपूर्ण छ। नेपालले सन् 2045 सम्ममा एब्सोल्युट जिरो अर्थात् खुद शून्य कार्बन उत्सर्जन हासिल गर्ने निकै एम्बिसियस टार्गेट राखेको छ। यसको सुरुवात आर्थिक वर्ष 2082-83बाटै हरित औद्योगिकरण र युरो 6 भेहिकल स्ट्यान्डर्ड लागू गरेर हुँदैछ। अनि 2030 सम्ममा सस्टेनेबल डेभलपमेन्ट गोल्स अर्थात् एसडिजी हासिल गर्ने लक्ष्य छ। एनर्जी र ट्रान्सपोर्ट सेक्टर यसका मुख्य पिलर हुन्। तर यत्रो ठूलो हरित रूपान्तरणको लागि पैसा कहाँबाट आउँछ? यहीँनेर हो इन्टरनेसनल क्लाइमेट फाइनेन्सिङ र कार्बन ट्रेडिङको महत्त्व आउने। सौर्य ऊर्जा, वायु ऊर्जा र ग्रीन हाइड्रोजन जस्ता रिन्युएबल इनर्जीको विकास गर्न यी अन्तर्राष्ट्रिय फन्डहरू र कार्बन व्यापार नै हाम्रो मुख्य फाइनेन्सियल ब्याकबोन हुन्। यो बिना नेट जिरोको टार्गेट मिट गर्न असम्भव जस्तै छ। र यो कमर्सियल फरेस्ट म्यानेजमेन्टको नीति हेर्नुस् त, वनलाई जोगाउने मात्र होइन, वातावरणको सन्तुलन नबिगारिकन यसलाई एउटा कमर्सियल युनिटको रूपमा विकास गर्ने सरकारको योजना छ। यसले काठ लगायतका वन पैदावारको आन्तरिक सप्लाई त बढाउँछ नै, सँगसँगै लामो समयसम्म सरकारलाई राम्रो रेभिन्यू पनि जेनेरेट गरिरहन्छ। यो दिगोपन र आर्थिक वृद्धिको एकदमै राम्रो ब्यालेन्स हो। ल, अब यी सबै कुरालाई एकै ठाउँमा राखेर हेरौँ त। प्रभावहीन पूर्वाधारको अन्त्य हुँदैछ, कृषि फुल्ली कमर्सियलाइज्ड हुने ट्र्याकमा छ र 2045 सम्ममा नेट जिरोमा पुग्ने स्पष्ट मार्गचित्र बनिसकेको छ। अब सोच्नुस् त, यी ठूला संरचनात्मक शिफ्टहरूले हाम्रो भविष्यको इन्भेस्टमेन्ट ल्यान्डस्केपलाई कसरी रिसेप गर्लान्? के हाम्रो निजी क्षेत्र र ग्लोबल इन्भेस्टर्सहरू नेपालको यो ग्रेट ट्रान्जिसनको हिस्सा बन्न तयार छन् त? यसले पक्कै पनि सोच्न बाध्य बनाउँछ।